प्रिय दर्शकबिन सम्पूर्णमा नमस्कार। यतिखेर म दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर 7 र सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नम्बर 4 को सङ्गम स्थल टोटनाउलामा छु र यहाँनिर यतिखेर टोटनाउलामा यतिखेर पूर्णिमाको मेला लागिरहेको छ। तपाईहरु हेर्दै हुनुहुन्छ ग्रीन खबर एचडीबाट यो भिडियो र यतिखेर मैले तपाईलाई देखाइरहेको छु सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नम्बर 4 को र दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर 7 को सङ्गम स्थलबाट यो दृश्य मैले तपाईहरुलाई देखाइरहेको छु र यहाँ पूर्णिमा मेला लागिरहेको छ र विभिन्न किसिमका खेलहरू देख्न सक्नुहुन्छ र निकै मानिसको भिडभाड पनि देख्न सक्नुहुन्छ। दर्शकबिन यतिखेर छु म दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर 4 दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर 7 र सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नम्बर 4 को नजिकै रहेको सङ्गम स्थलको यो दृश्य मैले देखाइरहेको छु। मानिसहरू निकै भिडभाड देख्न सकिन्छ, विभिन्न किसिमका खेलहरू देख्न सकिन्छ र यो दृश्य निकै मनमोहक छ। यो दृश्य हो दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर 7 र सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका वडा नम्बर 4 को सङ्गम स्थल टोटनाउलाको मेलाको दृश्य देखाइरहेको छु। पूर्णिमा मेला जुन दसैँको 5औं दिनमा लाग्ने गर्दछ। दसैँ भ्याइँदै गर्दा दसैँलाई विदाई गर्दै गर्दा लाग्ने यो मेला निकै रमाइलो देखिएको छ। यो साँझ पखको दृश्य हो। मौसमले उत्तिकै च्यालेन्ज गरिरहेको छ र यतिकै यहाँ रमाइलो पनि तपाईहरु देख्न सक्नुहुन्छ। यो दृश्य आदरणीय दर्शकबिन यतिखेर मैले तपाईहरुलाई दृश्य देखाइरहेको छु टोटनाउलाको र टोटनाउलामा यतिखेर पूर्णिमाको मेला लागिरहेको छ। यहाँ बाक्लो मानिसको भिडभाड देख्न सक्नुहुन्छ। यो हो दृश्य निकै रमाइलो देखिएको छ। दर्शकबिन साँझ पखको दृश्य हो यो। मानिसको निकै बाक्लो भिड पनि देख्न सक्नुहुन्छ।